यो पारदेखि निकाला पनि जामपार। हेलो एभ्रिवान, तपाईँहरूलाई स्वागत छ मेरो मिनी भ्लगमा। आज देख्न सक्नुहुन्छ म चाहिँ गाउँमा एकदमै प्राकृतिक सुन्दरतासँग रमाउँदै घाममा घँगाहरू खाँदै होइन निहुरो टिप्दै देख्न सक्नुहुन्छ। साथीले चाहिँ निहुरो टिप्दैछ, उता दादाले चाहिँ त्यत्तिकै खाइदिनु भएको निहुरो चाहिँ। अहिले चाहिँ म चिलेद्राको माथि भाल्सामा छु। यहाँ देख्न सक्नुहुन्छ एकदम होइन पहिलेको जस्तो चाहिँ रहेन छ, अब एकदमै जङ्गलै जङ्गल रहेछ। दादाले उता घाँस काट्ने रहर गर्दै हुनुहुन्छ त्यही माथि। अब हामी मान्छेहरू हिँड्नै छोडिसक्नु भएको क्या आजकल त। यस्तो जङ्गल भएर सिस्नो हेर्नुहोस् त कस्तो छ। फेरि जङ्गलमा बाटो नभएर एकदम झ्याउ भएको छ कि। अब फेरि जुका पनि त्यस्तै लागेको होइन। अब धेरै वर्षपछि गाउँतिर गएको त्यही माथि अनि लेकतिर चिसो पानी जोगेनाको चिसो पानी पिउँदैछौँ हामीहरू चाहिँ। अब देख्न सक्नुहुन्छ पुरा जनावरहरूलाई पानी पिउँ भने पनि व्यवस्था थिएन क्या। अब हामीहरूलाई पनि पानी पिउन त्यत्तिकै अप्ठ्यारो होइन। अब हामीहरूले चाहिँ अब एउटा प्लान बनायौँ, ल यो सबैजना मिलेर चाहिँ एउटा सानो पानी पिउने वातावरण चाहिँ बनाइदिनुपर्छ जनावरहरूलाई भनेर हामी दुईजनालाई चाहिँ एउटा सबैजना मिलेर चाहिँ पानी पिउने वातावरण बनायौँ होइन। के भन्न चाहनुहुन्छ तपाईँहरू? चरा चुरुङ्गी भयो, गोरु भैँसालाई कसैलाई मान्छेलाई समाजसेवा हुने कामहरू गरिदिनु होला। फाइनली अब हामी यहाँ जुकानाको पानीबाट जाँदैछौँ होइन। अब यहाँ कति वर्षपछि आइन्छ थाहा छैन, तर अब यहाँ चाहिँ एकदमै पानी पियो, रमाइलो गरियो। अब चाहिँ हामी जान लाग्छौँ है। जङ्गल जाने गाह्रो बाटै छैन एकदमै। बर्खाको समयमा होइन मकै बारीहरू लगाइराख्ने, भैँसीहरू पाल्ने त्यस्तो थियो यतातिर चाहिँ। अब लेकतिर होइन आजभोलि सबैजना मान्छेहरू चाहिँ लेकतिर जानै छोडिसक्नु भयो। यता देख्न सक्नुहुन्छ यो चाहिँ मेरो मामाको माथि लेकतिरको भैँसी बाँध्ने ठाउँ हो होइन। अब यो चाहिँ जति पनि देखिराख्नु भएको छ तपाईँहरूले, यो चाहिँ मेरो माथि लेकतिरको पुरै जमिन मेरै हो होइन। पहिला अब भैँसीहरू पाल्थेँ, यो अब मेरो भैँसीहरू पाल्ने के अरे आफूहरू बस्ने पनि थियो छाना भन्छन् होइन माथि गाउँतिर चाहिँ लेकतिर। अब लेकतिरबाट यो देखिने जति सबै जग्गा जमिन आफ्नै हो होइन। अब यस्तो बान्झै परेको छ, मान्छेहरू चाहिँ अब कोही पनि छैनन् गाउँमा देख्न सक्नुहुन्छ। अब त्यहाँबाट सबै माथि गएर हामी अब पुरा घुमिसक्यो भन्दापछि एकदम थाक पनि लागिसकेको छ। अब हामी चाहिँ घरतिर जाने बात, अब घरतिर जानेको लागि हामी तयारी गर्दैछौँ। यहाँ देख्न सक्नुहुन्छ होइन सब अब बाँझै छ कि लेकतिर यस्तो जमिनहरू होइन। पहिला अब ती रमाइलो हुन्थ्यो। अब यो पारदेखि निकाला पनि जामपाटो अनि त्यस्तै ढौरा। अब यहाँ हेर्न सक्नुहुन्छ ओखर पनि फलेको रहेछ। ओखर चाहिँ अब पाकेको छैन, काँचै छ। अब त्यहीहरूले चाहिँ माथिबाट अब सागहरू टिप्नुपर्छ अब रोटीसँग खानेर भनेर त्यही जानुभएको छ। बाई बाई, ल यति नै है।